ल, योग्यता पनि पूरा भयो रे। अब प्रश्न आउँछ, पैसा चाहिँ के कुरामा पाइन्छ त? मतलब कुन उपचारहरू यस योजनामा समेटिन्छन्? हेरौँ है त। यसमा धेरै कुराहरू पर्छन्, जस्तै डाक्टरलाई जचाएको शुल्क, अस्पताल भर्ना हुनुपर्दा वा अपरेसन गर्दा लाग्ने खर्च, अनि विभिन्न टेस्टहरू जस्तै रगत जाँच वा एक्सरे गर्दाको खर्च पनि पाइन्छ। औषधि किनेको बिल पनि यसैमा पर्यो। अनि मातृत्व हेरचाह त छँदैछ, गर्भावस्थादेखि सुत्केरी पछिसम्मको सबै हेरचाह समेटिन्छ। अझ कोही अस्पताल जान नसक्ने अवस्थामा छ भने घरमै बसेर गरिने उपचार र योगदानकर्ताको परिवारको सदस्यको दुर्घटना उपचार पनि यसमा समावेश छ। उपचार त धेरै समेटिने रहेछ, तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ, पैसा कति पाइन्छ? अर्थात् यसको वित्तीय सीमा के कस्तो छ? यदि अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने भयो, जसलाई हामी इनपेशेन्ट भन्छौँ, त्यस्तो अवस्थामा एक आर्थिक वर्षमा बढीमा 1 लाख रुपैयाँसम्मको सुविधा पाइन्छ। र अस्पताल भर्ना नभई गरिने उपचार, जस्तै डाक्टरलाई जचाएर औषधि लिएर घर फर्कने, जसलाई आउटपेशेन्ट भनिन्छ, त्यसको लागि चाहिँ वार्षिक सीमा 20,000 रुपैयाँ रहेको छ। अब कुरा गरौँ घातक रोगहरूको। यदि तोकिएका कुनै गम्भीर रोग लाग्यो भने त्यसको लागि कोषले जीवनभरमा 10 लाख रुपैयाँसम्मको उपचार सुविधा दिन्छ। यो चाहिँ निकै ठूलो राहत हो। यहाँनिर एउटा कुरा के बुझ्नुपर्छ भने कोषले सबै खर्च, मतलब 100% खर्च बेहोर्दैन। यसमा को-पेमेन्ट अर्थात् सहभुक्तानीको व्यवस्था छ। यसको मतलब उपचार खर्चको केही हिस्सा योगदानकर्ताले पनि तिर्नुपर्छ। खर्चको बाँडफाँड एकदमै स्पष्ट छ। जति पनि स्वीकृत बिल हुन्छ त्यसको 80% हिस्सा सामाजिक सुरक्षा कोषले बेहोर्छ भने बाँकी 20% चाहिँ योगदानकर्ता आफैले तिर्नुपर्ने हुन्छ।